हेलो गाइस, गुड मर्निङ। र अहिले चाहिँ 9:20 भयो है। र म चाहिँ आज भर्खर उठेको, किनभने अब हिजो राति अब्बरै ढिलो सुतायो भने त गरम मच्छर त्यस्तै हो। र अहिले त हामी रुमबाट निस्केर पनि हो ब्याक टु दार्जिलिङ हुँदैछ। अहिले चाहिँ शिव मन्दिर जाँदैछ। र अहिले भनेदेखिलाई चाहिँ हामी जाँदैछ। यस्तो छ बाटो, यति बिना गरम छ यहाँ चाहिँ सिलगढीमा चाहिँ फिलहाल चाहिँ है। र अहिले भनेदेखिलाई चाहिँ अब हामी दार्जिलिङ मोड पुग्न आँटेको छ। लौ त फिलहाल चाहिँ हामी दार्जिलिङ मोड आएर पनि गाडी पनि पायो ठिक्कै। र अब हामी चाहिँ लाग्दैछ दार्जिलिङतिर। गाइस, हामी चाहिँ अहिले फिलहाल दार्जिलिङ मोडबाट हिँडिसकेको छु। गरमको अवस्था यहाँनिर अन्त त यस्तो गरम भइरहेको छ कि मेरो ब्लस लाग्यो, झन् रातो भएछ अम्फो काला। मैले कि तँलाई भनेको थिएँ पानीले पकाएको जस्तो हुन्छ नि। ए मोबाइल डाटा स्ट्यान्ड यस्तो गरम भयो कि अब यस्तो रोइनी पुग्छु। रिभर साइडमा खोला छ, अल्को देयर। म जान्छु तर बिचारा मेरो दाजु दार्जिलिङ पुगेर पनि उसको ड्युटी छ। ल कन्टिन्यू गर। त्यस्तो छ हो। अब के हुन्छ, अल्छी लागेर छ, निन्दा लागेर छ। हामी आउँदैछ। लौ त अहिले भनेदेखिलाई चाहिँ म तपाईँको वान एन्ड ओन्ली खरसाङ बजार आइपुगिसकेको छु। र म चाहिँ अघि गाडीमा मजाले निदाएछु है। रोइनीहरू काटेको त केही पनि थाहा पाएन रहेछ निन्दाले गर्दाखेरि। फिलहाल चाहिँ खरसाङ आइपुगेँ। गाडीबाट झरेर पनि जान्दैछु हो। र के कसो हुन्छ बेटर होला।